कोर्ट म्यारेज गर्दा आमा बुवाको सहमति चाहिन्छ कि चाहिँदैन? कोर्ट म्यारेज गर्नलाई या अदालती विवाह गर्नलाई चाहिँ केही डकुमेन्ट्सहरू र केही क्वालिफिकेसन्सहरू आवश्यक छ। तपाईहरू दुवैजना 20 वर्ष पुगेकै हुनुपर्छ र त्यसपछि तपाईँ दुईजनाले नै आफ्नो स्थानीय तह या तपाईँ विदेशी हुनुहुन्छ भने तपाईँको देशको एम्बेसीबाट तपाईँ अविवाहित रहेको सिफारिस आवश्यक हुन्छ र त्यसपछि तपाईँले दुईजना साक्षी चाहिँ अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ र तपाईँ आफ्नो गृह जिल्लाबाट बाहिर बिहे गर्दै हुनुहुन्छ भने 15 दिनबाट बसेको चाहिँ तपाईँले अस्थायी बसोबासको प्रमाणपत्र पनि तपाईँले वडाबाट लिनुपर्ने हुन्छ र प्रक्रिया चाहिँ के भन्दाखेरि पहिलो दिन तपाईँले आफ्नो कानुन व्यवसायको सल्लाहमा फर्म भर्ने र त्यसमा आवश्यक कागजहरू राखेर त्यो कागज चाहिँ अदालतमा बुझाउने र दोस्रो दिन चाहिँ या कुनै अदालतमा त्यसै दिन पनि त्यो फाइल चाहिँ न्यायाधीश समक्ष पेश हुन्छ। न्यायाधीशले तपाईँलाई बिहे गर्नै आँटेको हो कि होइन भनेर प्रश्न गर्नुहुन्छ र न्यायाधीशलाई सबै कागजहरू ठिक छ भनेर लागेमा तपाईलाई त्यही दिन या दोस्रो दिन चाहिँ विवाह गरेर पठाइदिनुहुन्छ। यो प्रोसेस एकदमै सजिलो र सिम्पल छ। तपाईले आफै पनि गर्न सक्नुहुन्छ र कुनै कानुन व्यवसायको सल्लाह लिनुभयो भने झन् सजिलो पनि हुन सक्छ। यो प्रक्रिया बारेमा अरु केही जानकारी चाहेमा तल कमेन्टमा दर्ता विवाह भनेर या कोर्ट म्यारेज भनेर लेख्नु होला। म तपाईलाई एउटा पीडीएफ प्रोभाइड गरिदिन्छु। यो कानुनी जानकारी कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।